तपाईले हेर्दै हुनुहुन्छ गण्डकी टेलिभिजन। नमस्कार, गण्डकी टेलिभिजनको नियमित प्रस्तुति कार्यक्रम द भ्यूमा यहाँहरूलाई स्वागत छ। म रामचन्द्र राई। आदरणीय दर्शक महानुभावहरू, देशमा संविधान जारी भए पश्चात विभिन्न खालका क्रिया र प्रतिक्रियाहरू आउने क्रम जारी रहेको छ। युरोपियन युनियन र भारतले पछिल्लोचोटि दिएको एउटा अभिव्यक्तिले देशमा यतिखेर तरङ्ग पैदा गरिरहेको छ। खास गरी मुलुकमा राजनीतिक दलहरूको अवस्था, वस्तुस्थिति अनि त्यसपछि मुलुकमा जारी भएको यो संविधान, यसको कार्यान्वयनका चुनौतीहरूका बारेमा आज हामी खास गरी विश्लेषण गर्नेछौँ। हामीसँग आजको यो कार्यक्रमका लागि हुनुहुन्छ युवा लेखक तथा विश्लेषक दिल निशानी मगर। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। नमस्कार दिलजी, यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्ते, यहाँलाई पनि धन्यवाद। दुई धारको बुझाइ छ होइन नेपालमा अहिले। एउटा बुझाइ नेपालमा संविधान छिटो जारी भयो, तराईको बासिन्दालाई पनि समेटेर, तराईलाई पनि समेटेर ल्याउन पर्थ्यो भन्ने। अर्को चाहिँ संविधान ठिक समयमा जारी भयो भन्ने। दुई खालको बुझाइहरू छ नि हामी कहाँ। नेपालको संविधान नेपाली जनताले लामो समयदेखि सोचेको, विश्वास गरेको र चाहेको एउटा दस्तावेजको रूपमा आउनु पर्थ्यो र नेपालको संविधानलाई नेपाली जनताले दशकौंदेखि प्रतीक्षा पनि गरिरहेका थिए। तर संविधान आइसकेपछि जुन खालको हर्षोल्लास, जुन खालको अन्तर्राष्ट्रिय सम्बन्ध विकास हुँदै जानु पर्थ्यो त्यो हुन सकेन हैन। यसका पछाडि विविध स्वार्थ, विविध योजना र षड्यन्त्रहरू हुन सक्लान्। यसको मतलब तपाईँ यो भन्दै हुनुहुन्छ कि संविधान हतारमै आएको हो? संविधान हतारमा आएको होइन, संविधान सही समयमै आएको। किनभने हामीले त दुई पटक संविधान सभाको निर्वाचन गरेका हौ नि त। पहिलो पटकको संविधान सभा पश्चात संविधान आएको होइन, त्यतिखेर पनि ल्याङ्गरिङ भएकी हो। दोस्रो पटकबाट संविधान आएको हो। त्यसकारण संविधान अत्यन्तै ढिलो आएको हो। तर यहाँ भयो त के भन्दाखेरि 8 वर्ष लगभग कुरियो हैन। र जसले अहिले संविधानको विरोध गरिरहेछन् नि, तिनले समेत छिटो संविधान दिनुपर्छ म दबाब दिइराख्या हो नि त हैन। नेपालमा संविधान ढिला हुँदाखेरि अस्थिरता बढ्यो, गरिबी बढ्यो हैन। नेपालमा चाहिँ पोलिटिकल क्राइसिस भयो भनेर संविधान जति छिटो चाँडो देऊ भनेर त अहिले विरोध गरिरहेका अन्तर्राष्ट्रिय समुदाय शक्तिहरूले गरिराख्या हुन् नि त, भनिराख्या हुँदैन। उनीहरूले निर्वाचनको लागि पनि करोडौं डलर खर्च गरे पनि हुन्। त्यसकारण पनि उनीहरूले भनिरहेका थिए कि संविधान चाँडो देऊ भनेर हैन। दलहरूले दिए संविधान हैन। संविधान कस्तो दिए त्यो राजनीतिक तहमा, विज्ञको तहमा छलफल बहस भइरहेका छन्। तर जुन मात्रामा अन्तर्राष्ट्रिय समर्थन आएन, आउनु पर्थ्यो, यसलाई चाहिँ अस्वाभाविक ढंगले हेरेको छु मैले। यसलाई मतलब के हो भन्दाखेरि संविधान त आयो हैन। हजुर, संविधान आयो भनेर भलै को खुसी हुन पर्ने हो, को दुखी हुन पर्ने हो, दुई खुसी हुने आफ्नो ठाउँमा रहि नै हाल्यो। कार्यान्वयनमा चुनौती त भयो नि हैन। अन्तर्राष्ट्रिय समुदायले नेपालको संविधानलाई किन आत्मसात गरेको छैन भन्ने कुराले म धेरै आश्चर्यचकित भएको छु कि। खास गरी बेलायतको कुरा हैन, युको कुरा, दिल्लीकै कुरा हैन, यिनीहरूको कुरा जो आइराखेका छ नि पछिल्लो समयमा, यसले मलाई धेरै आश्चर्यचकित बनाएको छ। र निश्चित रूपमा म व्यक्तिगत हिसाबले सोचमग्न पनि छु यो सन्दर्भमा कि यिनीहरूले किन नेपालको संविधानलाई विरोध गरिरहेछन् भन्ने सन्दर्भमा। जस्तो बेलायतको संविधान अथवा हाम्रो कानून हो, अमेरिकाको संविधान, हाम्रो संविधान हो, दिल्लीको संविधान कस्तो हुन्छ भन्ने बारेमा हामीले धेरै चासो राखिरहनु आवश्यक पनि छैन के हैन। तानाशाहीहरू पनि त छन् नि त। तर हामीले चासो राख्नुपर्ने आवश्यक छैन। तर हामी स्वाधीन देश हो नि त, हामी त हैन, सार्वभौम देश हो नि त। हामीले संविधान बनाउँदाखेरि उहाँहरूले किन चित्त दुखाइरहनु भएको छ भन्नुको कारणका पछाडि ठूलो रहस्य छ, ठूलो षड्यन्त्र छ र देशलाई पछाडि ढकेल्नको निम्ति विभिन्न शक्तिहरू परिचालित भएका छन्। संविधानलाई असफल बनाउनको निम्ति हैन, राष्ट्रलाई असफल बनाउनको निम्ति उनीहरू चाहिँ लागेका छन् भन्ने लाग्छ मलाई। हिजोदेखि हामी एउटा सायद यो तपाईँको भनाइमा अलिअलि मलाई गन्ध चाहिँ त्यो राजनीतिक दलहरूले भन्ने गरेको जस्तो, कतै न कतैबाट परिचालित छौं अथवा चाहिँ फलानाले गर्दा यस्तो भयो, उसले गर्दा यस्तो भयो भन्ने खालको जस्तो कुरा। तर हामी आफै चाहिँ कति त्यसको जिम्मेवार हुने, जस्तो अरूले जेसुकै भन्नु होइन। जस्तो नेपालको संविधान सभालाई असफल बनाउनको निम्ति दिल्ली, भारत हैन अन्तिम समयसम्म लाग्यो हैन। संविधान घोषणा गर्नुभन्दा 24 घण्टा अगाडि उसले आफ्नो सचिव पठायो हैन। बार टेलिफोनमा संविधान घोषणा नगर भन्ने दबाब दियो र नाकाबन्दी समेत गर्यो दिल्लीको तर्फबाट। यति हुँदाहुँदै पनि दिल्ली बेलायत पुगेरको प्रचार गर्यो, युमा गएर चाहिँ संयुक्त वक्तव्य निकाल्यो भन्दाखेरि हाम्रो छिमेकी देश हैन, जोसँग हामीले गाँसबासको सम्बन्ध बन्यो, रोटीबेटीको सम्बन्ध बन्यो, सिमाना
होइन सुगौली सन्धिदेखिको हाम्रो विविध समस्याहरू हुँदाहुँदै पनि हामीले रोटीबेटीको सम्बन्ध भन्यौँ होइन। यस्तो खालको घनिष्ठ सम्बन्ध भनिएको देश नेपाललाई असफल बनाउनुको निम्ति, नेपालको संविधानलाई असफल बनाउनुको निम्ति र समग्र राष्ट्रलाई नै चाहिँ विखण्डन बनाउनुको निम्ति किन उनीहरू चाहिँ अन्तर्राष्ट्रियकरण गर्नको निम्ति यो मुद्दालाई चाहिँ प्रेरित छन् भन्दाखेरि चाहिँ ठूलो षड्यन्त्र छ। यहाँ मधेसलाई अलग्गाउने नेपालबाट होइन, मधेसका जनताहरूलाई चाहिँ नि तिमीहरू नेपाली होइनौ, अलग राष्ट्रको पक्षमा लाग्नुपर्छ भन्ने प्रेरणा दिने यो टेन्डेन्सीले मलाई लाग्छ पछिल्लो समयमा काम गरेको छ। संविधान घोषणा भइसके पश्चात तपाईँ हेर्नुहोस् त्यहाँका बुदाहरू नागरिकताको सम्बन्धमा, संहिताको सम्बन्धमा प्रश्न छ होइन। उहाँहरूको अबुझाइ के छ? नागरिकताको सम्बन्धमा छ। नागरिकताको सम्बन्धमा अङ्गीकृत नागरिकता लिएकाहरूले कुनै पनि राष्ट्रमा उच्च तहमा काम गर्न पाउँदैनन्, सेवा गर्न पाउँदैनन् होइन, राष्ट्रपति बन्न पाउँदैन, प्रधानमन्त्री बन्न पाउँदैन। त्यो दिल्लीको सोनिया गान्धीको केसमा पनि लागू हुन्छ। उहाँ विदेशी भएकै नाताले गर्दाखेरि चाहिँ उहाँ चाहिँ प्रधानमन्त्री हुन पाउनु भएको होइन दिल्लीमा पनि। र हरेक देशमा अङ्गीकृत नागरिकता लिनेहरूले चाहिँ निश्चित पद बाहेक राज्यको चाहिँ मुख्य पदमा उनीहरू पाउँदैनन्, तर वंशजको आधारमा स्वतः पाउँछन्। जस्तो दिल्लीबाट, भारतबाट, बिहारबाट आएको अङ्गीकृत नागरिकता लिएको एकजना नागरिक, नेपाली नागरिकले पैदा गर्ने सन्तान त्यो स्वतः वंशजमा हुन्छ। उसको सन्तान स्वतः भोलि राष्ट्रपति हुन पाउँछ। अनि आउँदै उसलाई राष्ट्रपति बन्नुपर्ने के कारण छ भन्दाखेरि त्यो नागरिकतामा जो समस्या देखिरहेछ नि, तराईका मान्छेले भनिरहेछन् नि, यो पनि टोटल कुप्रचार हो भन्ने लाग्छ क्या मलाई। टोटल कुप्रचार हो के। तपाईँ कुनै पनि देशमा जानुहुन्छ, त्यहाँको अङ्गीकृत नागरिकता लिनुहुन्छ होइन, तपाईँ भोलि नै त्यो देशको प्रधानमन्त्री, सेनापति हुनुपर्ने तपाईँलाई के आवश्यक छ? आवश्यक देखिन्न नि त। तर तपाईँको छोरा स्वतः वंशजको आधारमा भइसकेपछि त होइन, ऊ त वंशजको आधारमा जे पनि हुन पाउँछ नि त। त्यस कारण यस्ता खालका सामान्य नागरिकताको सवाल, संहिताको सवाल होइन, जस्तो झापालाई मधेस प्रदेश भन्ने छैन, त्यहाँ त पहाडीहरू पनि त छन् नि त। त्यहाँ मधेस भनेको त्यहाँ सिर्फ मधेसीहरू मात्र छैनन् नि त होइन, त्यहाँ पहाडीहरू पनि छन् होइन। त्यसकारण यस्तो खालको साम्प्रदायिकता होइन, जातीय साम्प्रदायिकता यो अलिकति यो अन्तर्विरोधी जस्तो कुरा हो। मधेसी जनताहरू बसेको कारणले मधेस हुने हो कि अथवा त्यो तराई अथवा त्यो फाँड भएको कारणले मधेस हुने हो? निश्चित रूपमा हामीले के स्वीकार्नुपर्छ भने हिमाल, पहाड, तराईको जो हाम्रो संरचना छ त्यहाँ विविध प्रकारका भाषा, धर्म, संस्कृति, बोलीचाली, लवज र खानपिनहरू, हावापानीहरू छन्। यसर्थमा मधेस आफै पनि पहाडभन्दा भिन्न छ, तराईभन्दा भिन्न छ, संस्कृतिको हिसाबले पनि है। तर नेपालभन्दा भिन्न छैन क्या। बुझ्नु नि, नेपाल नेसन, राष्ट्र भनेको त्यो राष्ट्र हुन्छ। राष्ट्रभित्र विविधता हुन्छ, राष्ट्रभित्र अनेकतामा विविधता हुन्छ होइन, तर अनेकताभित्र चाहिँ विखण्डनता हुँदैन क्या त्यहाँ। बुझ्नु नि कुरा। मधेस पहाडभन्दा धेरै कुरामा फरक छ होइन, हिमाल पहाडभन्दा धेरै कुरामा फरक छ। त्यहाँको भाषा, धर्म, संस्कृति मैले भनिसकेँ, यी यावत कुरामा फरक छ। तर नेपाल भन्दा फरक छैन क्या तराई, नेपाल भन्दा हिमाल फरक छैन कि, नेपाल भन्दा पहाड फरक छैन। अहिलेको समस्या के हो भने उहाँहरूले हामी नेपाल भन्दा फरकै छौँ भन्नुभयो क्या। तपाईँ सुन्नुभयो नि, सिके रावदेखि लिएर मूलधारमा आएका केही राजनीतिक दलहरूले होइन, नेपालबाट खास गरी उहाँहरूले भन्नुहुन्छ पहाडी तानाशाहबाट अलग्गाउनको निम्ति चाहिँ हामीले चाहिँ मधेस स्वतन्त्र देश बनाउनु पर्छ भन्ने उहाँहरूको माग छ। खै यो मधेसको मात्र। अब चाहिँ म ठ्याक्कै यो बुदागत हिसाबले पोइन्टमा आउँ। मैले अघि भन्न खोजेको, सुरुमा भन्न खोजेको चाहिँ केही समय अगाडिसम्म तराईमा राँको बल्या थियो होइन, अब फेरि पनि अब तराईमा राँको बल्ने छाँडकाँड देखिन्छ होइन। यसको मतलब के हो भन्दाखेरि संविधानप्रतिको असन्तुष्टि र संविधान कार्यान्वयनको चुनौती नै त हो नि होइन। नेपालमा संविधान सभाको आवश्यकता, यसको प्रयोग के को निम्ति भयो भन्दाखेरि हामीले त्यहाँ गहिरो ढङ्गले सूक्ष्म अध्ययन गर्नुपर्ने हुन्छ होइन। नेपालमा संहिताको विकास, संहिताको मोडालिटी कुन धारमा आयो होइन, यसलाई प्रयोगमा ल्याउनको निम्ति कुन कुन चिजहरू लागे होइन, जातीय पहिचान भनेको छ होइन, भाषिक पहिचान अथवा भूगोलको आधारमा अनेक कुराहरू चाहिँ चलिरहेका छन् होइन। यसको मूलजट होइन, मुख्य चिज चाहिँ कुन ध्येयका साथ, कुन उद्देश्यका साथ आएको छ भन्ने कुरा प्रधान हो। र अहिले चिजहरू तपाईँ हेऱ्यो नि त होइन, जस्तो कि एसियाका
संविधानविदहरूले के भनेछन् भने नेपालको संविधान चाहिँ उत्कृष्ट भनेछन् के त महिलाको हक भन्नुहोस् जनजातिको हक भन्नुहोस् हरेक कुरामा भनिरहेछन् तर दिल्लीले त्यो कुरा स्वीकारिरहेको छैन हैन नेपालभित्र यसको अन्तर्यमा कारण चाहिँ के छ त अन्तर्यमा कारण के छ भने दिल्लीले नेपालको संविधान नस्वीकार्नु अथवा नेपालको संविधान प्रति टाउको दुखाउनुको अन्तर्यमा कारणहरू के हुन सक्छन् कारण के हुन सक्छन् भने दिल्लीले गरेको नाकाबन्दी यो पहिलो होइन नेपालले पटक पटक नाकाबन्दी सधैँ आएको छ मरिजमानको पालामा मरिजमानले सामान्य एउटा आकाशमा उडिरहेको हेलिकप्टर खसाल्ने हतियार चीनबाट ल्याउन चाहिरहेको थियो लिएको थियो भनौँ न सुगौली सन्धिको विरुद्धमा भयो भन्दै नाकाबन्दी थोपरियो महेन्द्रको पालामा पनि भयो त्यो चीनसँग अलिकति नजिक भएको सन्दर्भमा भन्ने विषयमा तपाईँलाई एउटा कुरा किटानका साथ मैले भन्छु जब जब नेपाल अगाडि बढ्न खोज्छ नि जब जब नेपाल स्थिरतामा जब जब नेपाल विकासमा हैन अलिकति गति पकड्न थाल्छ नि त्यो दिल्लीको चाहिँ जलवायु हुन्छ नि परिवर्तन हुन थाल्छ क्या त्यसलाई झरी बर्सात त्यस्तो हुन थाल्छ कि त्यहाँ तिनीहरूको मुटु काम्न थाल्छ क्या तिनीहरूलाई के कुरा थाहा छ भने नेपाल प्रचुर सम्भावना भएको देश हो नेपाल तत्कालै स्विजरल्यान्ड बन्नेवाला छ तत्कालै हङकङ सिङ्गापुर थाइल्यान्ड त भोलि नै बन्छ भन्ने उनीहरूलाई त्यो छ कि त्यो रिसर्च एनालाइसिस तिनीहरूको त्यस्तो छ कि छन पनि छ त्यो त उनीहरूले रोकेको हो नि सर नदिएको हो नि त ए बाबा छिमेकी देशले 70.5 दिन नाकाबन्दी गर्छ कसैले हाम्रो अर्थतन्त्र 60 वर्ष ब्याक भएन यहाँको कलखानाको स्थिति कहाँ पुग्यो भूकम्पमा हामीले चाहिँ उद्धार गर्नुपर्ने थिएन त्यहाँ हामीले बारपाक सामान पठाउनु पर्ने थियो सिन्धुपाल्चोक सामान पठाउनु पर्ने थियो अनि कहाँ ट्रान्सपोर्टेसनको सुविधा कहाँ पायो त्यसले गर्दाखेरि अनि यत्रो भूकम्प आएको बेलामा नाकाबन्दी गर्ने छिमेकी देशले त्यो पनि संविधानको विषयमा सार्वभौम देशको संविधानको विषयलाई लिएर भनेपछि एउटा कुरा के नोट डाउन गर्नुहोस् भने सर जब जब नेपाल अगाडि बढ्न खोज्छ नि दिल्लीको जलवायु परिवर्तन हुन्छ तिनीहरूको जो पोलिटिकल तिनीहरूको एनालाइसिस हैन मतलब जासजुसीहरूको तिनीहरूको चाहिँ दिलमा राको बढ्न थाल्छ यो पुरानै मनोदशा हो नि हैन पुरानै मनोदशा हो तर यसको रूपहरू नयाँ नयाँ ढङ्गबाट अगाडि आइरहेका छन् हैन भौतिक रूपमा सफाया गर्ने पनि भइरहेछन् हैन तपाईँ यो विगत 46 सालदेखि यता भएका भौतिक हमला हत्याकाण्डहरूको तपाईँले चित्तबुद्ध जवाफ पाउनुभयो कहाँ पायो नेपाली जनताले पायो खैर त्यहाँतर्फ नजाउँ भारतले विचारलाई सिद्धाइदिने राजनीतिलाई सिद्धाइदिने व्यक्तिलाई नै सिद्धाइदिने ठुलो चाहिँ उनीहरूको चाहिँ नि योजना छ कि हेर्नुहोस् नेपाल कम्युनिस्ट पार्टी माओवादी प्रचण्डले गर्दा सकिया होइन क्या प्रचण्डले गर्दा पार्टी फुट्या होइन नि प्रचण्डले गर्दा माओवादीको हालत यस्तो भयो होइन नि प्रचण्डले गर्दाखेरि नेपालको स्थिति यस्तो भयो होइन के खास भन्ने हो भने उहाँले दरोगरी खुट्टा टेक्नु पर्थ्यो सक्नु भएन यसमा उहाँको समस्या होला तर खास गरी भारतले हैन कटुवाललाई कारबाही गर्न दिएन नि त दिल्लीले नदिएको नि त हैन त्यसकारण गहिरो ढङ्गले प्रत्यक्ष अप्रत्यक्ष रूपमा दिल्लीले नदिएको हो भन्ने कुरो तपाईले भन्न खोज्नु भयो त्यो त तपाईँ आम केटाकेटीलाई बुझ्नुहोस् न आम ससाना बालबालिकाहरूलाई सोध्नुहोस् नेपालको विकास हुन कसले दिएन भन्दा दिल्लीले भारतले भन्छन् र भारतको थिङ्क ट्याङ्करहरूले के जो एनालाइसिस गरेर सरकारलाई बुझाउँछन् नि तिनले पनि 1 महिना अगाडि के रिपोर्ट दिएछन् भने नेपालका बालबालिकाहरूलाई समेत भारतप्रति नकारात्मक असर परेको छ अथवा भारत भन्ने देश राम्रो होइन भारत भन्ने देश राम्रो छैन असर परेको छ मोदीज्यू भनेर त्यो देशको थिङ्क ट्याङ्करहरूले चाहिँ त्यसरी रिपोर्ट गरे भन्ने कुरा चाहिँ त्यो हिन्दुस्तान टाइम्समा आइरहेको थियो कि बाहिर भन्नाले नेपालको बालबालिकाहरू समेत भारत कस्तो भन्ने कुरा अथवा भारतको नागरिक कस्तो छन् भन्ने कुरामा चाहिँ जानकार छन् भनेर त्यहाँको रिसर्च सेन्टरहरूले चाहिँ त्यो कुरा बुझायो भन्ने चाहिँ बाहिर आएको थियो अखबारमा होइन र त्यो सही पनि हो त्यो ठिक कुरा हो त्यो के त्यो त्यसकारण मलाई के लाग्छ भने सर होइन नेपाल हामी भौतिक स्रोत साधनको कमीले हामी गरिब भएको होइन होइन हामीसँग हिमाल सबै छ सबै चिज छ क्या नदीहरू जो हजारौं तपाईँको मेगावाट बिजुली आउनेहरू छ तर हामी अन्धकारमा छौँ होइन हामी कहाँ के कुरा कमजोरी रह्यो अब अहिलेको सरकारको यो गठनको सन्दर्भमा पनि अलिकति कुरा गरौँ न अहिलेको सरकार हुन त विचित्रको जस्तो अहिले सरकारमा छन् त्यही मन्त्री होइन संघीयताको विरोध गर्छन् त्यसपछि अब हिन्दू राष्ट्रको माग गर्छन् सरकार एउटा विचित्र खालको त्यहाँ सरकारको बनोट पनि आफैमा विचित्र खालको छ होइन अब यहाँ तपाईँलाई एउटा कुरा भनौँ यसले कति सुन्नुहोस् कमल थापाजी परराष्ट्र मन्त्री हुनुहुन्छ होइन विदेशीहरूले नेपालको संविधान बारेमा आपत्ति जनाउँदाखेरि चाहिँ उहाँले दूतहरूलाई चाहिँ बोलाएर स्पष्टीकरण लिनुहुन्छ क्या
तर आफै फेरि त्यो कुरालाई भयोलेन्स गर्नुहुन्छ। उहाँले पटक पटक हिन्दू राष्ट्रको माग गर्नुहुन्छ, पटक पटक राजतन्त्रको चाहिँ वकालत गर्नुहुन्छ, जहाँ कि उहाँले अनुमोदन गर्नुभएको संविधानमा त्यो कुरा छैन। उहाँ त गणतन्त्र नेपालको परराष्ट्रमन्त्री हो नि, धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्र होइन, संघीय लोकतान्त्रिक गणतन्त्रमूलक देशको परराष्ट्र मन्त्री हो। उहाँले संविधानभन्दा बाहिर गएर बोल्न पाउने अधिकार मलाई छ भन्दाखेरि यो देशको कर्मचारी तन्त्रका एलिट वर्गहरू खास गरी 60% भन्नुहोस् न अन्दाजी होइन, मन्त्री परिषदका अन्दाजी 50% भन्नुहोस् होइन, र व्यापारीहरू खास। अहिले मैले तपाईँलाई एउटा मैले भन्ने गरिरहेको छु साथीहरूलाई पनि, नाकाबन्दी नेपालको व्यापारीहरूले गरिरहेछ कि अहिले पनि गरिरहेछ। विद्यार्थीहरूले छापा हानेर चाहिँ घरहरूबाट ग्यास निकालेर बाहिर राखेछ। तन्त्र मन्त्र षड्यन्त्र। तपाईँलाई एउटा कुरा म भन्छु, नाकाबन्दी भनेको कुरा त नाकामा मात्रै बन्द गर्ने होइन के, बुझ्नुभयो नि, चिजहरूलाई स्टक गरेर राखिदिने के होइन, बाहिर नबाड्ने। जस्तो हिजो मात्रै मैले अखबारमा पढेँ, यो विद्यार्थी संगठनहरूले चाहिँ एउटा व्यापारीको घरबाट 600 थान सिलिन्डर निकालेर चाहिँ बाँडे कि त्यहाँ म्याग्दीको घटना के हुन्छ है। भनेपछि यो नाकाबन्दी हो कि होइन, यो आन्तरिक नाकाबन्दी हो कि। यहाँको व्यापारीहरूले गर्ने कुरा त स्वाभाविकै होला, तर आफैले गर्ने कुरा खतरनाक भयो नि होइन। विदेशमा तपाईँको चाहिँ आत्मघाती जस्तो के, यिनीहरूले त तपाईँको चाहिँ जापानबाट जर्मनबाट सामान मगाएर बेच्नु पर्ने थियो, व्यापारीको भूमिका थियो होइन। उद्योग वाणिज्य के हेरेर बसिरहेछ। देशलाई सङ्कट पर्दाखेरि चाहिने आवश्यक इन्धन होइन, खाद्यान्न, औषधि यिनीहरूले त कहाँबाट हुन्छ चाहिँ विकल्प खोजी गरेर ल्याउने हो नि त। अनि आएको सामान पनि स्टक गरेर राख्दैन। योभन्दा ठुलो अपराध के हो नेपालमा? यो त मानव यो चाहिँ अपराध हो सर। यो त यो ह्युमन राइट्सको भाइलेन्स हो। यो राष्ट्रघाती कदम हो। यो सबैभन्दा ठुलो राष्ट्रघाती कदम हो। यो नाकाबन्दी दिल्लीले गरिरहेको छ होइन, विभिन्न नाकाहरूबाट विभिन्न स्टोरहरू प्रयोग गरेर सामानहरू आइराखेको छ होइन, अनि स्टक गरिदिरहेको छ, गोदाममा राखेको छ कि सामान बेच्दैन। हेर्नुहोस्, सामानै दिँदैन क्या। थानकोट डिपोबाट त काठमाडौँ गइरहेको छ नि त, तेल हामी देखिरहेको छ नि त, ट्याङ्कर गइरहेको छ, तर 2 किलोमिटरसम्म चाहिँ लाइन बसिरहेको छ नि क्या तेलको लागि। त्यो तेल कसले मान्छेले खान्छ? त्यो तेल ढेकललाई हाल्ने होइन, सर्वसाधारणलाई दिने तेल होइन। अनि त्यो ग्यास के जङ्गलमा लगेर आगो लगाउने, खाना पकाउने ग्यास होइन। अनि स्टक गरेर लुकाएर राखिदिने। नाकाबन्दी कसले गराएको छ भन्दाखेरि पछिल्लो समयमा नाकाबन्दी नेपालका व्यापारीहरूले गरेका क्या नाकाबन्दी, बुझ्नु नि सर। अथवा नाकाबन्दी गर्न शक्तिलाई सघाइरहेका छन् भन्दाखेरि यिनीहरूको मानसिकतामा दिल्ली छ कि छैन? के नेपाल छ यिनीहरूको मानसिकतामा? यिनीहरूको दिमागभित्र नेपाल छ? यिनीहरूको दिमागभित्र राष्ट्रियता छ? यिनीहरूको दिमागभित्र नेपाली जनताको माया छ? छैन। यिनले नाकाबन्दी गर्न शक्तिलाई फेसिलिटेट गरिरहेछन् के। अनि बाहिर भन्छन् राष्ट्रवादी भन्छन् कि यसले के, बुझ्नु नि यिनको कुरा। हामी राष्ट्रवादी हौँ, स्वदेश गान गाएर मात्र हुन्छ, राष्ट्रगीत गाएर मात्र हुन्छ, दुई चार यो चाहिँ जङ्गी निशान भनेर मात्र हुन्छ। तपाईँ अहिले हेर्दै हुनुहुन्छ गण्डकी टेलिभिजन। दिलजी स्वागत छ फेरि। धन्यवाद फेरि यहाँलाई। कर्मचारी तन्त्रले सघाएको दिल्ली कुरा अघि गरिराख्नु भएको थियो होइन? हजुर। नाकाबन्दी र त्यसको असरले सृजना गरेको हजुर कुरा भइरहेको थियो। हजुर। सरकारको जवाफदेहिता पुगेको हो कि अथवा नपुगेको? सरकारको लाचारिता हेर्नुहुन्छ भनेदेखि त सरकारले यो ब्ल्याक मार्केट जो बेच्छन् नि, मतलब ब्ल्याकमा सामान जो महँगोमा बेच्छन् नि, तिनलाई धन्यवाद दियो कि सरकारले, घोषित रूपमा धन्यवाद दियो। त कालो बजारीलाई त धन्यवाद दियो सरकारले। के भन्यो भने कालो बजारी नभएको भए त मुलुक झन् जटिल दिशामा जाँदो रहेछ भन्ने कुरा भयो क्या उहाँहरूको। भन्दाखेरि ठाउँ ठाउँमा फेरि कारवाही त भइरहेछ नि होइन? कारवाही भइरहेछ। कालो बजारी गर भने सरकारले आदेश दिएको होइन। आदेश दिएको त छैन। तपाईँले भन्नु खोज्नु भएको चाहिँ इन्डाइरेक्टली उसले सहयोग गरेको छ कालो बजारीलाई भन्ने कुरा त होइन होला होइन। यस्तो तथापि सरकारको प्रयास त जारी छ। यस्तो खालको केही ठाउँहरूमा यस्तो सरकारले कारवाही त गरेकै छ। यस्तो खालको जटिल अवस्थामा पक्कै पनि केही कालो बजारीहरू हुन्छन्, केही ब्ल्याक मार्केटिङहरू हुन्छन्। त्यो स्वाभाविक हो। त्यो नेपालमा मात्र होइन, त्यो जहाँ पनि हुन सक्छ यस्तो खालको विशेष अवस्थामा होइन। तर सरकारले पृष्ठपोषण कुन समूहलाई गर्छ होइन, र त्यसको दिमागमा विकल्प छ कि छैन भन्ने कुरा आजको प्रधान प्रश्न हो होइन। चीन
गए नि त प्रधानमन्त्री चीन गए होइन भारत गएर त त्यो द्विपक्षीय देशको सम्बन्ध मात्रै भने होइन सम्बन्ध भएको 2-4 दिनपछि मोदीले विश्व जगत नगएर कहाँ के गरे भन्ने कुरा त हामीले छर्लङ्गै देखिसकेका छौँ सम्बन्ध विस्तार भयो कि अझै जटिल बन्दै गयो भन्ने कुरा त हामीले सूक्ष्म अध्ययन गर्न सक्छौँ होइन युको कुरा मैले अघि नै भनिसकेँ होइन यदि सम्बन्ध विस्तार भएको भए युमा त्यो कुरा जानै नै थिएन के होइन अनि चीनमा गएर के भयो भनेदेखि चाहिँ त्यो चाहिँ हाइड्रो पावरको सडकको कुरा त्यो चाहिँ त्यो हुनै नसक्ने त्यो कल्पित कुराहरू त्यो धेरै पुराना एजेन्डाहरू मात्रै त्यो चाहिँ त्यहाँ सहमति गरेर आइयो र यतिसम्म भयो कि आपूर्ति मन्त्री गणेशमान पुनलाई लास्ट आवरमा आएर चाहिँ त्यहाँ भ्रमण दलबाट निकालियो कि जबकि त्यहाँ पत्रकारहरू गएको छ त्यत्रो पत्रकार किन जानु पर्यो प्रधानमन्त्रीको पछि 20 जना पत्रकार जाने आपूर्ति मन्त्री जान आवश्यक थिएन होला जानु भएन अब पत्रकारले के गर्नु त्यहाँ गएर राष्ट्रिय मिडियाका 4-5 जना गइरहेछन् होइन अनि मन्त्री नजाने त्यहाँ पत्रकारले आपूर्ति गर्छ त्यहाँ गएर मन्त्री जानु पर्यो परेन आपूर्ति मन्त्री जानु पर्यो परेन आपूर्ति मन्त्रीलाई किन जान बन्द गर्यो भने आपूर्ति मन्त्रीले शपथ ग्रहण गरेदेखि नाकाबन्दीको समस्या भोगेदेखि नै चीन हाम्रो विकल्प छ भनेर चीनको डिप्लोमेट्सहरूसँग भेट्ने कुरा चीनमै पुगेर पनि समकक्षीसँग छलफल गरेर आउने कुरा उहाँले गर्नुभएको हो होइन त्यो कुरा दिल्लीलाई मन परेन होइन त्यो कुरा दिल्लीको इन्ट्रेस्ट अनुसार आपूर्ति मन्त्री जान नपाउने त्यो षड्यन्त्र सक्सेस भयो भन्ने तपाईँको कुरा होइन त्यही हो पछिल्लोचोटि ठिकै छ ल पछिल्लोचोटि केपी शर्मा ओली नेतृत्वको त्यो टोलीले चाइनामा जुन सम्झौता गरेको छ नि हजुर त्यो एउटा हिसाबले भारतलाई रातो कार्ड देखाएको जस्तो चाहिँ सिनारियो चाहिँ आउँछ नि होइन यस्तो हुन्छ चीन नेपालको मित्र राष्ट्र भन्दा भारतको मित्र राष्ट्र हो के त्यो धेरै बलियो मित्र राष्ट्र हो के चीनको त व्यापारको कुरा हो नि त भारतको जनसङ्ख्या कति छ भारतको भूगोल कहाँसम्म फैलिएको छ भन्दाखेरि चीनलाई नेपालबाट के फाइदा छ र केही पनि फाइदा छैन त्यही भुटानी 2-4 तिब्बतका 2-4 शरणार्थी मित्रहरूलाई अलिकति चाहिँ नेपालको सस्या समाज दिन्छ त्यहाँ गडबड गर्न दिन्न त्यही इन्ट्रेस्ट चीनको त तर आर्थिक सम्बन्धको कुरा गर्नुहुन्छ व्यापार सम्बन्धको कुरा गर्नुहुन्छ भने त नेपाल भन्दा त भारत त धेरै घनिष्ठ मित्र हो तपाईँलाई के लाग्छ व्यापारको तपाईँलाई के लाग्छ 3 करोड भन्दा 3 करोड नेपाली जनसङ्ख्याको लागि चाहिँ अरबौं भारतीयहरू गुमाउँछ चाइना मार्केट त्यो चाहँदैन नि त्यसकारण हाम्रो राष्ट्रवादीहरू जो छन् नि होइन राष्ट्रको ठुलो भलो चिताउने होइन राष्ट्रको बारेमा सधैँ सोचिरहने मानिसहरूको दिमागमा के छ भने हामी भारततिर खेलेर चाइनाको फाइदा लिने चाइनातिर चाहिँ लस्केर चाहिँ भारतलाई च्यालेन्ज दिने यो कुरा अहिलेको भू राजनीतिक अवस्था अहिलेको परिदृश्य अहिलेको विश्व राजनीतिमा यो स्वीकार्य हुन्न के यो त कस्तो भन्दाखेरि चाहिँ नि एकदमै लभस्तारा प्रवृत्ति भयो कि एउटाले धम्काएर अर्कोबाट खान पनि त्यो पाउँछ कसैले अहिलेको जमानामा 21औं शताब्दीमा मान्छेहरू विज्ञान प्रवृत्तिमा कहाँ पुगिसके अनि एउटा देशको कार्ड प्रयोग गरेर अर्को धम्किन्छ नेपालमा त माइक्रो म्यानेजमेन्ट गर्छ दिल्लीले नेपालको कर्मचारी तन्त्र यहाँको प्रशासनलाई बुझ्नुभयो नि माइक्रो म्यानेजमेन्ट गर्छ अनि चीनलाई कुरा थाहा छैन अनि कार्ड प्रयोग गरे भनेर धम्काएर हुन्छ कार्ड प्रयोग होइन यो आत्मसमर्पण हो कि पूर्ण रूपमा आत्मसमर्पण हो आत्मसमर्पण कुन अर्थमा भन्दै हुनुहुन्छ कुन अर्थमा आत्मसमर्पण भयो भने दिल्लीको भ्रमण पूर्ण रूपमा सफल भयो भनेर यो सरकारका पिछल्लोहरूले भने है ओली सरकार पूर्ण रूपमा दिल्लीसँग सम्बन्ध कायम गर्नको निम्ति सफल भयो भनेर हैन तर मोदीले के गर्नुभयो त नाकाबन्दी अझै टाइट हुँदै गयो नि त त्यसपछि त आएपछि त हैन त्यसपछि उहाँ युमा गएर संयुक्त वक्तव्य निकाल्नु भयो हैन अनि बेलायतसँग पनि त्यो उहाँले युको दूतावासले फेरि हैन दूतावासले त्यो आफ्नो चाहिँ त्यो कमजोरी भएको त्यो संयुक्त देशले कोअपरेट नगरिकन देशले नै संयुक्त वक्तव्य निकालिसकेपछि त्यो दूतावासको एउटा दूतको कुरा प्रधान रहन्न के त्यो एउटा दूतको कुरा प्रधान रहन्न त्यो सहायक प्रश्न हो त्यो दूतले माफी मागिन अथवा दूतले समालोचन गरिन् अथवा हाम्रो देशले अलिकति गल्ती गर्यो भन्ने दूतले त्यो गरिन् भन्ने कुरा त्यो डिप्लोमेटिक कुरा हो त्यो हैन त्यो के हो भने त्यो देशले युले तिनीहरूको संगठनले नेपालको संविधानलाई चाहिँ अपूर्ण त्यो भनिसकेका कुरा हो त्यो तर अन्तर्यमा चाहिँ गुद्दी कुरा चाहिँ के हो भने नस्वीकारेको तपाईं मान्नुस् नेपालको संविधान गलत छ नेपालको संविधानले सबै जनताको भावनालाई समेट्न सकेको छैन भनेर
जुन जुन शक्तिले अन्तर्राष्ट्रिय स्तरमा दुष्प्रचार गर्न चाहन्थे, नेपालको संविधानलाई अतिरञ्जित बनाउन चाहन्थे र नेपालले घोषणा गरेको नयाँ संविधान ठिक छैन भनेर असफलताको मोडतर्फ धकेल्न चाहन्थे जुन जुन शक्ति, ती शक्ति सफल भएको अवस्था हो। हामीले डिफेन्स गर्न नसकेको अवस्था हो। किन डिफेन्स गर्न नसकेको अवस्था हो भने हामी घरेलु रूपमै विभाजित भयौँ के। त मधेसी भनिदिने, त पहाडी भनिदिने, त यो भनिदिने, त ऊ भनिदिने, हामी विभाजित भयौँ घरेलु शक्ति। घरेलु शक्ति विभाजित हुँदाखेरि चाहिँ उनीहरूले त्यो परिदृश्य देखिसकेपछि अन्तर्राष्ट्रिय जगतले पनि फुट्ने चोर भेटेपछि चाहिँ गल हाल्ने हो स्वाभाविक रह्यो हैन। हो त्यसकारण जहिले पनि अब कसरी अगाडि बढ्ला त देश चाहिँ? जस्तो अब मधेसले एउटा खालको अब आन्दोलनको सुरुवात गर्ने कुरा गरिरहेछ हैन। मुलुकमा अब एउटा खालको यो राजनीतिक संक्रमण यो भइरहेको यो लगभग दशक बढी भइसकेको छ। यो अवस्थामा मुलुक कसरी अगाडि बढ्ला अथवा के देख्नु? यसमा मैले दुईटै कुरा देखाएको छु। एउटा कुरा अब राणाकालीन र पञ्चायतकालीन कूटनीति डिप्लोमेसीले अब मुलुक चल्न सक्दैन। चलिहाले पनि चल्छ, मृत अवस्थामा चल्छ कि। त्यो डाक्टरले भेरिफाई गर्न बाँकी हुन्छ नि, यो मृत्यु घोषणा गर्न बाँकी लास जस्तो भएको छ कि देश। किन भएको छ भने नेपालको डिप्लोमेसी इज चिप्लोमेसी भन्छु क्या मैले के। बुझ्नुभयो नि? कहाँ छ डिप्लोमेसी? अब राणाकालीन पञ्चायतकालीन डिप्लोमेसीले परराष्ट्र नीतिले चाहिँ मुलुक चल्दैन सर। त्यसकारण हामीले परराष्ट्र नीतिलाई एउटा स्वाधीन भूपरिवेष्टित र चाहिँ एउटा चाहिँ स्वतन्त्र देशको हैसियतमा हामीले कायम गर्न सक्नु पर्यो हैन। तपाईको चाहिँ एउटा देशको राजदूतसँग हाम्रो प्रधानमन्त्री गएर लत्रुनु भएन हैन, बर्यात क्रमहरू मिलाउनु पर्यो त्यहाँ। त्यो खालको छैन। हेर्नुहोस्, एउटा चाहिँ दिल्लीको, एउटा चाहिँ अमेरिकाको, एउटा बेलायतको कर्मचारीले अब प्रधानमन्त्री राष्ट्रपति चलाइदिन्छ हाम्रो देशको। हेर्नुहोस् हैन, हामीलाई कति पीडा हुन्छ। हामीले त विश्व बुझ्यौँ नि त, हामीले हेऱ्यौँ पढ्यौँ, देश घुम्यौँ, हामीलाई दुःख लाग्छ क्या हैन। एउटा दूत आउँछ हैन, सिधै गएर राष्ट्रपतिलाई भेटिदिन्छ कि त्यहाँ कुनै परराष्ट्र नीति छैन, त्यहाँ कुनै कोअर्डिनेसन छैन। त्यहाँ यस्तो खालको डिप्लोमेसीले नेपाललाई पराधीन दिशा, विखण्डनको दिशा र अन्ततः यो पतनको दिशामा ढाल्छ। तपाईले भने अनुसार नेपालको सिनारियो त्यति राम्रो आउँदैन। के हुन्छ होला? अब संविधान जारी भयो, हजुर, केही ठाउँमा बत्ती बालियो, ताली पनि लगाइयो हैन। हजुर, ताली लगाइएको कुरा सत्य नै हो। त्यसपछि आगो बलेको कुरा पनि सत्य हो। मेरो यसमा एउटा तर्क के हो भने, तराईको आन्दोलन चाहिँ कसरी अगाडि बढ्यो? मेरो एउटा तर्क के हो भने, कुनै पनि मुलुकमा संविधान 100% त आउँदैन। त्यो सबैको जनभावना समेटिन्छ भनेर त हुन सक्दैन त्यो, किनभने त्यो चुनावी प्रक्रिया हो, बहुमतले पारित गर्ने कुरा हो। तर नेपालको परिस्थिति अलि भिन्न हो के। किन भिन्न हो भने हामी एउटा भारतको छिमेकी हैन, लामो समयदेखि सुगौली सन्धिको दास हैन, गोर्खा भर्तीबाट चाहिँ हामी दास हुने यस्तो देशमा संविधान अलिकति जटिल ढङ्गबाट अगाडि बढ्यो र चीन पनि छिमेकी देशले पनि अहिले नाकाबन्दीमा राम्रो भूमिका निभाउन सकेन उसले पनि। त्यसकारण संविधान कुनै पनि देशमा तपाईको 100% सबैको इच्छा बमोजिम घोषणा त हुँदैन त्यो हैन। नोट अफ डिसिजन, अब्जेक्सन सबै कुरो रहन्छ। तर नेपालमा रहनु भनेको खतरनाक हो। किन खतरनाक हो भने मधेसले नेपालको संविधानलाई स्वीकार नगर्नु वा मधेसको एउटा शक्तिले नेपालको संविधानलाई आत्मबोध नगर्नु भनेको लगभग नेपालको संविधान असफल हुनु हो। मधेसले नेपालको संविधानलाई बुझेन अथवा बुझ्ने प्रयास गरिएन, अथवा मधेसले जे अहिले बुझेको छ, जे एजेन्डा उठाएको छ त्यो सही नै हो? होइन, मधेसले बुझेको छ सबै कुरा, तर परिचालन हुने वा परिचालित हुने भन्ने कुरा त्यो फरक कुरा हो के। बुझेर पनि नबुझे जस्तो गर्ने, सुतेर पनि नसितो जस्तो गर्ने हैन, त्यो टेन्डेन्सी तराईवासीलाई, तराईमा रहेका केही एलिट वर्गका नेताहरूमा छ। सबैमा म भन्दिनँ, तराईमा पनि राष्ट्रसेवी हैन, नेपाली हुनुमा गर्व गर्ने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ। तपाईको भनेको अर्थ मैले के बुझेँ भने उहाँहरू परिचालित हुनुहुन्छ के। तपाईको भनेको अर्थ मैले के बुझेँ भने संविधान मधेसको पक्षमा छ, संविधान मोटामोटी मधेसको पक्षमा छ, मोटामोटी है संविधान हैन छ। र संविधान भनेको कुनै त्यो भागवत गीता जस्तो पनि होइन, त्यो एउटै शब्द पनि परिवर्तन गर्न पाइन्न। रामायणमा के हुन्छ भने तपाईले त रामायणबाट एउटा शब्द निकाल्छु भन्दाबित्तिकै त्यो रामायण हुन्न के।
तर संविधान भनेको सजीव चिज हो। त्यो त संशोधन हुँदै होइन, माग पुस्ताको माग के हुन्छ परिष्कृत हुँदै धारा उपधारा थप्दै थप्दै जाने चिज हो नि त। म त्यसलाई सक्लो के अहिले सबै चाहिएको छ त्यसरी कहाँ हुन्छ? त्यो त संशोधन हुँदै जान्छ, त्यो प्रक्रियागत ढङ्गबाट त्यो हुन्छ नि त। तर उहाँहरूको अभिष्ट संशोधन गर्नेमा पनि छैन, उहाँहरूको अभिष्ट डिजाइन अन्तर्गत छ। सुशील कोइरालालाई भोट हाल्न आउनुभयो नि त, उहाँहरू आउनु भएन। उहाँको नेतृत्वमा 60 जना मान्छे मारा होइन प्रधानमन्त्री हुँदाखेरि तराईमा, अनि भोट हाल्न फेरि किन आउने? सो यो भनेको प्री प्लान हो, यो योजनाबद्ध ढङ्गबाट हो, एउटा विचारबाट गाइडेड थियो, सिद्धान्तबाट गाइडेड थियो भने त होइन। त्यत्रो हत्याकाण्ड मचाउने सरकारको प्रधानमन्त्रीलाई फेरि अर्को सरकारको प्रधानमन्त्री बनाउने भनेर चाहिँ रात आउने, यो पर्सनल इन्टेन्सनको कुरा होला होइन? यो डिजाइनको कुरा हो क्या यो डिजाइनको कुरा। सुषमा स्वराजले नेपाल सम्बन्धमा त्यहाँको राज्यसभामा उनले चाहिँ स्पष्टीकरण दिँदाखेरि चाहिँ उनले खुलस्त रूपमा भनिन् यो नाकाबन्दी पहिलो होइन। यसको अर्थ के हुन्छ? यो नाकाबन्दी हो के, हामीले गरेर नाकाबन्दी हो भन्ने हुन्छ के। र हामीले मधेसमा रहेका रोटी बेटीको सम्बन्ध भनेको भारत र नेपालको सम्बन्ध होइन। तिनको पीडा हामी सहन सक्दैनौँ, तिनको माग हामीले पूरा गर्नुपर्छ भन्ने उनीहरूको इन्टेन्सन हो। दिलजी, कार्यक्रमको निकै अन्त्यतिर छौँ। के होला मधेस आन्दोलनको अबको सिनारियो? मधेस आन्दोलन कसरी अगाडि बढ्ला? अब राष्ट्रवादी मारामार चल्ला अथवा टुङ्गोमा पुग्ला? एउटा कुरा भन्छु यसमा, अब राष्ट्रवादीहरूले सचेत ढङ्गले समस्याको समाधान गर्न सकेनन् भने एक दिन राष्ट्रवादीको पोल खुल्छ है। यी सबै परिवर्तनहरूलाई चाहिँ गुमाउनको निम्ति र पुरानो संस्थामा फर्किनको निम्ति यिनले चालबाजी रचेका पनि हुन सक्छन्। एउटा कुरा बुझ्नुभयो नि सर? त्यसको लागि त अब सुधीर शर्माजीले फेरि प्रयोगशाला 2 लेख्नु पर्ला है। प्रयोगशाला 2 मा यी राष्ट्रवादीहरूको पोल खुल्ला होइन। यिनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नको निम्ति यी चिजहरूलाई उचाल्या छन् कि होइन? साँच्चीकै यी चिजहरूबाट ब्याक हुनको निम्ति लागेका छन् भन्ने कुरा त अब 4-5 वर्ष लाग्छ त्यो आउनलाई होइन, छापिनलाई। त्यो आउँछ हेर्नुहोस्, पोल खुल्छ। तर मेरो विचारमा के लाग्छ भने मुलुक अब अगाडि बढ्दैन। जो परिवर्तनहरू भएका छन् नि, संघीय लोकतान्त्रिक गणतन्त्र यो ब्याक हुने खतरामा छ। यो हुन्छ, यो हुन सकेन भने मधेसमा विखण्डको प्रारम्भ अगाडि बढ्छ र मधेस टुक्रिने सम्भावना प्रबल छ। प्राप्त भएको उपलब्धिलाई सुन्नुहोस्, मेरो विश्लेषण के हो भने कि प्राप्त भएका उपलब्धिहरूलाई गुमाएर मधेस बचाउनु पर्यो, नेपाल बचाउनु पर्यो, हिमाल पहाड तराई होइन। प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता गुमाएर हिन्दुजमतिर जान पर्यो, मधेस बचाउनु पर्यो। उल्टो जान त सम्भवै भएन होइन, नभए मधेस नबच्ने खतरा छ। यदि ब्याक जान सकेनन् भने दलहरू मधेस नबच्ने खतरा छ। मैले विन विनको सिचुएसनको कुरा गरेको मैले, उसले पनि नहारोस् यता पनि नहारोस्। विन विनको सिचुएसन के हो भने एकजना स्टेप ब्याक हुने हो कि। मान्छेले विन विन भन्छ नि, त्यो कदापि कहीँ पनि हुँदैन। एकजना ब्याक हुनैपर्छ के। कि मधेसीहरूले मोटामोटी हाम्रो माग पूरा भयो, अब अरू माग चाहिँ प्रक्रियागत ढङ्गले संविधान संशोधन हुँदै अगाडि बढ्ने कुरामा उनीहरूको अन्डरस्ट्यान्डिङ हुन पर्यो होइन। कि सरकार सम्हालेका यी दलहरूले चाहिँ मधेसीहरू दमित भएकै छन्, हेलित भएकै छन्, हामीले चाहिँ नागरिकता बाँडेर यिनलाई चाहिँ हामीले चाहिँ अगाडि बढाएका मानिसहरू हुन् भन्ने कुरा देवबाजीहरूले भट्टराईजीहरूले स्वीकारेर होइन उहाँहरूलाई चाहिँ नबिचकाउनु पर्यो। विखण्डनको दिशातिर, सशस्त्र मुठभेडको दिशातिर उहाँहरूलाई चाहिँ प्रेरित गर्न भएन, उहाँहरूलाई अगाडि अपनत्व ग्रहण गर्नु पर्यो के। त्यो यदि यस्तो भएन भने एउटा कुरा नोट डाउन गरेर राख्नुहोस् सर होइन, कि संघीय लोकतान्त्रिक गणतन्त्र सहितको धर्मनिरपेक्षता देश संस्थागत हुन्छ, मधेस विखण्डनको दिशामा जान्छ होइन। कि हिन्दू राष्ट्र हुन्छ, मधेस पनि बच्छ। बुझ्नुभयो नि? यो चाहिँ उतैको मैले कि नेपाल हिन्दू राष्ट्र हुन्छ होइन र केही उपलब्धिहरू गुम्छन् र मधेस बच्छ होइन, कि मधेस गुम्छ र धर्मनिरपेक्षता सहितको नेपाल रहन्छ। मेरो दृष्टिकोण हावाको बुझाइ होइन। यो तपाईको बुझाइमा त्यो चाहिँ
दक्षिणको प्रभावका कारणले त्यस्तो हुन्छ? नेपालमा त दक्षिणको प्रभाव बिना त एउटा इन्सपेक्टरको सरुवा पनि हुन्न। माइक्रो म्यानेजमेन्ट भनेको त्यो हो क्या सर। माइक्रो म्यानेजमेन्ट भनेको यहाँको एउटा इन्सपेक्टर एउटा मालपोतको हाकिमलाई सरुवा दिल्लीले गर्छ कि त्यो माइक्रो म्यानेजमेन्ट गर्छ कि। हामीसँग त गाविस सचिव हेल्पोसका आएब होइन, यति नै हो। हस् दिलजी, समय सकियो। यो समय र संवादको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँलाई पनि धेरै धेरै धन्यवाद। आदरणीय दर्शक महानुभावहरू, उहाँ हुनुहुन्थ्यो युवा लेखक तथा विश्लेषक दिल निशानी मगर। आजको यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? सुझाव र सल्लाह र प्रतिक्रिया दिँदै गर्नुहोला। हामी भोलि नयाँ अतिथि र नयाँ प्रसङ्गका साथ उपस्थित हुनेछौँ। म र मेरो युनिट बिदा चाहन्छ। नमस्कार।